तपाईहरुलाई हाम्रो सोमके युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आज चाहिँ हामी माकलबारीदेखि तारेभिरसम्मको यात्रामा छौं। यहाँबाट चाहिँ जम्मा 6 किलोमिटरको दूरी रहेको छ। हामी चाहिँ गोकर्ण मन्दिरको दर्शन गर्दै तारेभिरसम्मको यात्रामा अगाडि बढ्दैछौँ। आज चाहिँ सुन्दर दृश्य पनि रहेको छ। मौसमले आज एकदम साथ दिएको छ हामीलाई। र यहाँबाट चाहिँ सुरु हुन्छ तारेभिरको यात्रा। सुन्दर मौसमसँगै खेतबारीमा धान पाकेको दृश्यसँगै हामी तारेभिरको उकालो अगाडि बढ्छौँ। हजुरहरू पनि इन्जोय गर्नुहोला, दृश्य हेरेर मनोरञ्जन लिनुहोला र सोमके युट्युब च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट अनि माया गर्नुहोला। हजुरहरूको धेरै माया, साथ र सपोर्टले यस्तै गरी हजुरहरूलाई फेरि पनि सुन्दर ठाउँहरू देखाउन सकौँ। यहाँबाट चाहिँ हामी पक्की ढलान हुँदै उकालो लाग्छौँ। जङ्गलको एकदम सुन्दर दृश्यसँगै तारेभिरको उकालो। आउनुहोस् हजुरहरू पनि काठमाडौँको सुन्दर दृश्य हेर्दै तारेभिरसम्मको यात्रामा हामीसँगै जाउँ है त। फाइनल्ली हामी चाहिँ हाम्रो चिया खाने ठाउँ लोकल छाप्रोमा पुगेका छौँ। यहाँ चाहिँ बाटो अलिकति अप्ठ्यारो रहेको छ। तैपनि साथीले बिस्तारै सजिलोसँग उकाल्नु भएको छ र हजुरहरू चाहिँ देख्न सक्नुहुन्छ यहाँबाट काठमाडौँको एकदम सुन्दर दृश्य।